हेलो सबैलाई नमस्ते। आज मैले मिनी ब्लगमा दामी टक्क परेको चटपटे लिएर आएको छु। अमिलो पिरो टक्क परेको, मनै आनन्द आउने। आज सन्डे भएको भएर छुट्टी छ, त्यसैले आज चटपटे खाने प्लानिङ गरायौँ हामीले। मैले चाहिँ सब रेडी बनाएर पहिल्यै राखेको थिएँ। आज चाहिँ सन्डेको दिन हामी चटपटे बनाएर खानुपर्छ भनेर मसला पनि घरमै रेडी बनाएर डब्बा भरि राखेको छु। मैले एकदम मिठो हुन्छ यो घरमै बनाएको मसला, सबै रेडी गराएर खानेकुराहरू सबै हाल्ने, चाउचाउ दालमोटहरू सब हालेर बनाउने। मैले सब्जीहरू पनि पुरा पहिला नै काटेर रेडी बनाएर राखेको छु। हेर्नुहोस् है मैले के हाल्छु भनेर। एकदम दामी हुन्छ घरमा यसरी बनाएर खाँदा चाहिँ। बजारमै बनाएर खाएको जस्तो मिठो, एकदमै मनमै आनन्द आउँछ। मलाई चाहिँ यो के भन्छ बन्दा हालेको चाहिँ एकदम मिठो लाग्छ। अरूलाई चाहिँ कस्तो लाग्छ थाहा छैन। सब सब्जीहरू काटेर हालिरहेको छु, दामी सब हालेर अब मैले भुजा हाल्छु, कागती निचोर्छु। हेर्नुहोस् है, कागतीमा चाहिँ अलिकति रस नभएको जस्तो लागिरहेछ। निचोर्दा रस चाहिँ त्यति नरहेछ यतातिरको कागतीमा। चटपटे खानु पनि चाहिँ खुसी लाग्छ कि हप्तामा 4 चोटि त चटपटे खाएकै हुन्छु। मैले चाहिँ चटपटेमा खोर्सानी जानिदिएँ। मलाई खोर्सानी जानेको चाहिँ एकदम स्वाद, यसको बास्नै एकदम राम्रो लाग्छ। त्यही भएर म चटपटेमा खोर्सानी चाहिँ जान्छु। अब हेर्नुहोस् है, मजाले चटपटेलाई मोलेर सबै एकदम दामी तरिकाले हालेको छु। हेर्दा पनि खमखम लाग्ने। अरूलाई चाहिँ कस्तो लाग्छ चटपटे थाहा छैन, मलाई चाहिँ एकदम मन लाग्छ। बरु खाना खानु मन लाग्दैन, चटपटे चाहिँ चाहियो मलाई। हेर्नुहोस् एकदम यस्तो मिठो भएको छ नि, दामी। मैले बनाएको चटपटे मिठो भइहाल्छ नि। मेरो बुढालाई चाहिँ झन् एकदमै मन पऱ्यो अरे भन्दै हुनुहुन्थ्यो। बुढी तिमी दोकान खोलेर बस चटपटेको भन्दै हुनुहुन्थ्यो। एकदमै मिठो लाग्यो अरे। आज चाहिँ हाम्रो चटपटे पार्टी। छोरीलाई पनि मन पर्यो। अब म पनि खान्छु। मलाई त झन् मन नपर्ने कुरै भएन। आजको चटपटे पार्टी दामी भयो। बाई बाई। हामी फेरि भेट्नेछौँ अर्कै यस्तै कुनै मिनी ब्लग लिएर आउनेछु म।